यदि तपाईँहरू पनि रोमानियामा ड्राइभिङ लाइसेन्स लिने सोच हुनुहुन्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला र कोही अब तपाईँहरूको आफन्त दाजुभाइ दिदीबहिनीहरूले रोमानियामा ड्राइभिङ लाइसेन्स लिन चाहनेहरू कोही हुनुहुन्छ भने उहाँहरूले पनि यो भिडियो सेयर गर्नुहोला। मैले ड्राइभिङ स्कुल जोइन गर्ने अनि धेरै कुराहरू त सेयर गरेको छु पहिलाको भिडियोमा नि। अनि अब मेरो कुरा गर्नुपर्दा मैले चाहिँ इक्जाम दिएँ, साला भन्छ नेपालमा त अब लिखित भनिहाल्छ। 26वटा क्वेसनमा 22वटा मिलाउनु पर्ने, मेरो चाहिँ 19वटा मिल्यो। अब 2 महिना पछि छ मेरो चाहिँ अब इक्जाम, अब रिक्जाम भनौँ न। 1 वर्षसम्म चाहिँ दिन पाउँदो रहेछ, पैसा तिर्नु पर्दैन। र कसरी तयारी गर्ने, कुन एप्सबाट तयारी गर्ने अनलाइन, अनि कुन वेबसाइटबाट तयारी गर्ने भन्ने कुरा चाहिँ म यहाँ तपाईँहरूलाई स्क्रिनमा सेयर गरिदिन्छु, ध्यान दिएर हेर्नु होला। तपाईँहरूले यसरी सर्च गर्न सक्नुहुन्छ, स्कोला रुटेरा। यो चाहिँ अब आउँछ, यसरी आउँछ। अनि यो अब वेबसाइट खोल्ने बित्तिकै यो आइहाल्छ। अनि यो स्टेप 1 स्टेप 2 यो देखाएको चाहिँ यो पढ्ने हो। तपाईँहरू मस्तले अब पढ्न नै सक्नुहुन्छ यो है। तर मैले चाहिँ सिधै अब क्वेसन नै हेरेँ है, डाइरेक्ट क्वेसन नै हेरेँ। क्याटेगोरी अब कुन गर्ने भन्ने त्यहाँ देखाएको हुन्छ, एबी कुन हो, अनि त्यो सिलेक्ट गर्ने। अनि यहाँ 47वटा क्वेसनहरू देख्न सक्नुहुन्छ, यसरी आउँछ। अनि यो 47वटा क्वेसनहरू चाहिँ अब सल्भ गर्ने हो। र पहिलो देखेको चाहिँ पास हो, अनि हरियो देखेको पनि पास हो, यो रातो देखेको चाहिँ अब फेल भएको है, रिजेक्ट भएको। मैले प्र्याक्टिस गर्दाखेरि चाहिँ यस्तो भएको थियो है। यसरी ट्याक्क अब एउटा क्लिक गरेपछि त्यहाँ समय नै दिएको हुन्छ 30 मिनटको यसरी। अनि ट्रान्सलेट गरेर नि हेर्न सकिन्छ यसमा चाहिँ। र अर्को एप्सबाट पनि तपाईँहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ, अटो डिआरपी सिआइबी भन्ने। यदि कसैले रोमानियामा ड्राइभिङ स्कुल जोइन गरेर लाइसेन्स प्राप्त गर्नुभएको छ भने कमेन्ट गरिदिनु होला। भिडियो कस्तो लाग्यो, यदि भिडियो मन पर्यो भने लाइक सेयर गरिदिनु पर्यो। र यसो अब तपाईँहरूको विचारहरू पनि कमेन्टमा राखिदिनु होला, त्यही अनुसार भिडियो बनाउँछु म।